केबल कार भनेको चाहिँ स्पेसल्ली पाथिभरामा जस्तो मन्दिरमा जाने केबल कार भनेको चाहिँ नेपालको अर्थमा चाहिँ विकास होइन भन्ने पनि बुझाइ हो मेरो र आम राष्ट्रिय स्वतन्त्र पार्टीको पनि त्यो बुझाइ हो र जनभावना विपरीतका कामहरू गरिनुहुन्न। जनभावना भनेको विपरीतका कार्यले विकास हुँदैन भन्ने पनि एउटा चाहिँ आम मान्यता हो र मैले चाहिँ म आफै पनि सबैलाई जानकारी के गराउँछु भने म 2058 सालदेखि यो कन्स्ट्रक्सन फिल्डमा लागेर म हाइड्रो इन्जिनियर हो। 23 वर्ष भयो हाइड्रोको कन्स्ट्रक्सन म्यानेजमेन्ट गरेर बसेको। अहिलेसम्म यस्तो खालको सुरक्षा प्रदान गरेर कहीँ पनि मैले विकास भएको देखेकै थिइनँ। मैले म आफै पनि सङ्कटकालमा पनि प्रोजेक्ट म्यानेजमेन्ट गरेर मेलम्ची जस्तो ठाउँमा बसेँ। कहिले पनि मैले त्यो किसिमको चाहिँ यसरी प्रोजेक्ट म्यानेजमेन्ट गरेको सुरक्षा घेराभित्र चाहिँ कुनै पनि विकासका कामहरू भएको देखेको थिइनँ मैले। यसको के अर्थ दिन्छ भने ताप्लेजुङ चाहिँ आतङ्ककारीको ठाउँ हो कि भन्ने खालको चाहिँ यो पनि एउटा चाहिँ राज्यले त्यो किसिमको हामीलाई चाहिँ एउटा सूचना दिएको हो कि जस्तो पनि लागिरहेको छ मलाई। त्यो भएर यस्ता खालका चिजहरू हुनु हुँदैन भन्ने बुझाइ छ मेरो स्पष्ट कुरा। र विशेषतः अब अलिकति मेरो यो हाम्रो म ताप्लेजुङमै जन्मेको मान्छे ताप्लेजुङमै हुर्केको मान्छे भएकोले गर्दाखेरि चाहिँ मेरो स्पेसल्ली हाम्रो लिम्बू समुदायहरूलाई चाहिँ मेरो एउटा आग्रह के छ भनेदेखि लिम्बूहरूको युनिटी कमजोर भयो। युनिटी बलियो बनाइदिनुहोस् तपाईँहरू। म चाहिँ एकदम त्यही रिक्वेस्ट गर्छु। एकदम युनिटी कमजोर भयो, एकदमै युनिटी कमजोर भयो। तपाईँहरूको मत विभेद एकदम बढी भयो होइन। म त्यहाँ सानो बच्चादेखि देख्दाखेरि धेरै धेरै चिरा परिरहेछ। आफै त्यो हुनुपर्ने एकट्ठा हुनुपर्ने ठाउँमा एकट्ठा परिरहेको छैन होइन। सबैको संस्कार एउटै हुँदैन, सबैको संस्कृति एउटै हुँदैन। लिम्बूको पनि विभिन्न आस्थाहरू होला तर मुख्य एजेन्डामा तपाईँहरू एक भइदिनुपर्छ भन्ने मेरो बुझाइ छ। र सदैव विकास भनेको चाहिँ फेरि पनि भने मैले जनभावना अनुसार हुनुपर्छ र यसरी जुन किसिमको दबाब दिइरहेछ सरकारले त्यसको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी र व्यक्तिगत वीरेन्द्र श्रेष्ठ र म चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ जिल्ला इन्चार्ज पनि भएको हिसाबले गर्दाखेरि तपाईँहरूलाई हामी त्यो विरोध गर्छौँ। धन्यवाद।